गाइस सम्पूर्णलाई मेरो भ्लगमा स्वागत छ है साथी हो। ल हेर्नुहोस् है, आज यो मैले काम गर्ने ठाउँमा नि यहाँ सिपहरू आइरहन्छ क्या। यो के अरे उयो गर्ने, यो रोक्ने, यहाँबाट जाने हो क्या होइन। अनि यता यता चाहिँ राम्रो ठाउँ चाहिँ रेस्टुरेन्टहरू छ, मैले काम गर्ने ठाउँ पर छ होइन। अब म तपाईँहरूलाई देखाउन चाहन्छु, किनकि यहाँनिर फिसिङ गर्न मनाइ छ भनेर पनि लेखिरहेको छ। स्विमिङ गर्न पनि मनाइ छ लेखिरहेको छ है, किनकि यहाँनिर माछाहरू ठुल्ठुलो छ क्या, हालेको पनि छ यो। किनकि यो भनेको यस्तो ठाउँ हो कि सबैजना यहाँको मान्छेहरू रमाइलो गर्नको लागि यो आफ्नो तरिकाले बनाएको रहेछ कि। यो हेर्नुहोस् त साथीहरू होइन। अनि यतातिर रेस्टुरेन्टहरू छ यहाँ। थर्सडे, फ्राइडे, सटरडे यस्तो भिड हुन्छ कि उभिने ठाउँ नै हुँदैन क्या। हेर्नु न साथीभाइ, यहाँ कत्रो कत्रो सिफ्टहरू छ त्यो, यहाँ कत्रो कत्रो छ होइन। ऊ पर पनि छ, पुरा यस्तो छ क्या। हेर्नु है साथी होइन। अनि यहाँ चाहिँ माछा ठुल्ठुलो छ क्या यो भित्र, त्यतातिर जान दिँदैन, तर मैले यहीँबाट देखाएको। ल सबै साथीभाइ जानकारीको लागि सबैलाई, मेरो ब्लगमा आउनुभएको सम्पूर्ण साथीभाइहरूलाई मेरो दुई हात जोडेर नमस्कार छ। लाइक र सब्सक्राइब गरेर जानुहोस् है साथीहरू। ल अर्को ब्लगमा भेटौँला है। अलिक राम्रो राम्रो, योभन्दा नि राम्रो राम्रो ठाउँमा देखाउँछु है।